कमिलाले हात्तीसँग तुलना आफूलाई गर्न थाल्यो भने हैन, हामीले चीनसँग तुलना आफूलाई अमेरिकासँग तुलना गर्न थाल्यो भने त्यो उचित हुन्छ जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले गर्दाखेरि यो विकास कसले धेरै गर्ने, कुन चाहिँ सरकारले धेरै योजनाहरू ल्याउने भन्ने दौडमा हाम्रो विदेशी ऋण प्रत्येक साल बढिरहेको छ। म हाम्रो अर्थमन्त्रीज्यूलाई, नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु, बरु योजनाका संख्याहरू घटाउँ। हामीले हुँदो नहुँदो योजना लिएर तपाईँको चाहिँ के अरे ऋणको भारीमा थिचिएर बस्नुभन्दा अब हामी आत्मनिर्भर बन्नुपर्छ भन्नेतर्फ हाम्रो अर्थनीति अगाडि जानुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। मैले धेरैचोटि यहाँ उभिएर पनि भनेको छु, जबसम्म हामीले शिक्षामा नै श्रम ल्याउँदैनौँ, शिक्षामै हामीले केटाकेटीलाई स्कुलिङमै जबसम्म हामी काम गर्न सिकाउँदैनौँ, काम गर्नु नै शिक्षा हो भन्ने कुराको मानक स्थापित गर्दैनौँ, तबसम्म देशमा उत्पादन हुँदैन।